नमस्ते छ है मेरो युट्युब च्यानलमा सबै साथीहरूलाई आज म हजुरहरूलाई मेरो युट्युब च्यानलमा आज हाम्रो नेपालीहरूको विशेष दिन हुने त म भोट दिन जाँदैछु। म आज त्यहाँ भोट दिन जाँदाखेरिको मतदान केन्द्रमा भएको सबै गतिविधिहरू देखाउँछु र त्यहाँ हाम्रो त्यहाँको स्थलहरूमा सबै गतिविधि के छ म सबै देखाउँछु है हजुरहरूलाई। मेरो भिडियोहरू फुल वाच गरेर हेरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला र सेयर पनि गरिदिनु है साथीहरू। नयाँ हुनुहुन्छ भने फुल वाच गरेर सब्सक्राइब पनि गरिदिनु होला के अरे, अनि त्यसपछि कमेन्ट पनि गरिदिनु होला है साथीहरू। जोइन पनि हुने होला। हस् त है, धन्यवाद। सबै फुल वाच गरिदिनु है साथीहरू। हस् त, बाई बाई। म अहिले सबै देखाउँछु है साथीहरू। आज केही छैन, बाटो सुनसान छ। अनि त कति सुनसान हो आज, हेर्नु त कति सुनसान छ। चल्छ त साथीहरू, कति सुनसान छ आज, हेर्नु त। ए बाटो कस्तो राम्रो देखेको बाटो, आज कति राम्रो देखेको बाटो। कति सुनसान हो, अरू बेला जाम हुन्छ यहाँ। जान्नु त, म सरी भोट दिन गइरहेको छु है। हाम्रो चाहिँ क्षेत्र नम्बर 6 हो। हजुरहरूको चाहिँ कुन क्षेत्र नम्बर हो भन्नु है, कुन ठाउँ मतदान केन्द्र परेको छ। हाम्रो चाहिँ काठमाडौँको चाहिँ हाम्रो चाहिँ क्षेत्र नम्बर 6 हो है। हेर्नुहोस् आज सुनसान छ बाटो सबै, होइन त। कोही सुनसान छ, नेपाल बन्द भन्दा पनि बढी छ। ल हेर्नुहोस्, सुनसान छ आज। हिँड्दै 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 गएछौँ हामी, कोही सुनसान छ। कति भिडभाड हुन्थ्यो यहाँ, ल हेर्नुहोस् त आज कति भिडभाड हुन्थ्यो। आज त केही छैन, जम्मै खाली छ। हजुरहरूको पनि मतदान केन्द्र कहाँ हो भन्नु है, सबैजनाले कमेन्टमा लेख्नु है साथीहरू। सबैजनाले लेख्नु होला मेरो कमेन्टमा, हजुरहरूको पनि कुन ठाउँमा मतदान केन्द्र परेको छ। भित्र आउँदैछ हामी साथीहरू। हाम्रो मतदान केन्द्र आइपुग्न लाग्यो साथीहरू। हाम्रो मतदान केन्द्र पनि आइपुग्यो। हजुरहरूको पनि कहाँ दिनुभयो, दिएर पनि आइसक्नु होला भोटमा। म त बल्ल भोट दिन जाँदैछु साथीहरू। भोट दिने गेट आइपुग्यो भित्र। अब गर्दिनँ म।
माथिले गुरुङ भन्ने दिल कुमारी गरेको अनि नाम यति राम्रो है दुईटै रहेछ नाम त हजुर दुईटै रहेछ हजुर अनि त अनि यति राम्रो लामो नाम लिएर नभेटेर लिएर गयो त न यहीँ वरिपरि कहीँ छन् छैन गइसक्यो मैले आएर यहाँ पहिले सौजु काम भनेर भाउजू खै दाइ यो पनि जानु यो मोबाइल लान्छ एयरपोर्ट पनि छ मेरो चाबी पनि राखिदिनु कि मलाई त्यो झारोलाई फेरि म एयरपोर्ट झारोलाई फेरि अन्त मलाई यहाँ त तिमी अलिक पछि खिच न यो मेरो मान्छे मरेछ भोट दिएर आयो है आफ्नो बहुमूल्य भोट मैले मत खसालेर आएँ हजुरहरूले पनि दिनु होला आफूले हामीलाई राम्रोलाई दिनुपर्छ है साथीहरू आफ्नो देशलाई बचाउनुपर्छ मैले दिएर आएँ हजुरहरूले पनि दिनु होला हजुरले त कसलाई दिनुभयो कमेन्ट छोड्नु होला है साथीहरू।